यो रातो र चन्द्र सूर्य झन्डा पूजनीय लाग्छ। मैले यहाँहरूलाई यो मञ्चबाट आज अनुरोध गरेँ, यो रातो र चन्द्र सूर्य झन्डालाई जता पायो त्यतै जहाँ पायो त्यही खुट्टाले कुल्चिने गरेर नफालिदिउँ। यो रातो र चन्द्र सूर्य झन्डाका निम्ति हाम्रा पुर्खाहरूले धेरै धेरै बलिदानहरू दिएका छन् इतिहासको पानामा। त्यसको निम्ति हाम्रो पुर्खाहरूले धेरै 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 आहुतिहरू दिएका छन्। त्यसैले यो रातो र चन्द्र सूर्य झन्डामा कसैले पनि दाग लगाउन सकेन हिजोको दिनमा। र यो रातो र चन्द्र सूर्य झन्डालाई भोलिको दिनमा नि कसैले दाग लगाउन नसकोस्। त्यो तपाईँ हाम्रो अभिभावक हो। जबसम्म पृथ्वी र जबसम्म संसारमा मान्छे रहन्छ तबसम्म यो रातो र चन्द्र सूर्य झन्डा हिमालयको काखमा जन जनको मन मन हराइरहेको छ।